हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ म बस सिमुलेटर इन्डोनेसिया खेल्न जाँदैछु र यो हाम्रो एपिसोड 1 हो। अर्को एपिसोड पनि म छिटै ल्याउने कोसिस गर्दैछु। आज चाहिँ म यसो डाँडागाँडा नेपाली ठाउँ जस्तो यसमा म्यापमा रहेछ, त्यही भएर गाडीले चाहिँ अहिले हाम्रो 80-90 छुइसकेको छ। यो गाडी चाहिँ राम्रो छ, तर उकालोमा चाहिँ अलिकति तान्न नमान्दो रहेछ। अहिले मैले तपाईँहरूलाई देखाउने छु। यो गेम मैले पहिला पनि खेलिसकेको छु। यो फर्स्ट टाइम चाहिँ होइन, तर मैले भिडियो चाहिँ फर्स्ट टाइम आउँदैछ। अब चाहिँ जङ्गलको बाटोमा आइपुगेको छ। हो, मैले यो बाटोको कुरा गरेको गाइज। यो बाटो घुमाउरो रमाइलो खालको छ। घुमाउरो बाटो त फेरि सर्पै हो नि गाइज। यो ट्रकलाई ओभरटेक गर्ने कोसिस गर्दैछु म चाहिँ। ल, यो ट्रकहरू ट्याङ्करहरू चाहिँ अलिक स्लो कुद्ने भएर यिनीहरूलाई चाहिँ ओभरटेक गरेर हामी चाहिँ बत्तिँदै जानुपर्छ। माथिबाट अर्को आएछ, झन्डै यिनीहरूको गोरु जुधेको जस्तो भएको। कति टर्निङ म त गर्दैन कि सोच्दै थिएँ। अब हेर्नु न, अब यो उकालोमा चाहिँ अलिक तान्न गाडीले नमान्दो रहेछ। यो अलिकति सिधा बाटो भयो भने चाहिँ फेरि रकेट हो गाडी, अलि उकालो आयो भने चाहिँ अलिक तान्न नमान्ने खालको रहेछ। चाहिँ अलि बाटो घुमाउरो भएर अलिकति टर्निङ चाहिँ नपुगेको जस्तो लाग्छ मलाई। बस लामो भएर होला सायद। यो गेममा चाहिँ मलाई अलि मजा लाग्ने फिचर भनेको चाहिँ यो मौसम नै हो क्या। त्यो रियल लाइफको जस्तो हुन्छ नि, पानीहरू पर्छ। हेर्नु न तपाईँ, त्यो गाडीको त्यो टायरले फालेको पानीको पानी छ्याप्दै हिँड्ने त्यो एनिमेसनहरू। अनि गाडीहरूलाई चाहिँ हामीले यसो अर्को लेनमा छौँ र त्यो गाडीहरू आइरहेको छ भने डिपरहरू दियो भने गाडीहरूले हामीलाई साइड पनि दिन्छ। म अहिले देखाउँछु तपाईँहरूलाई। यो ट्याङ्कर अघिदेखि हाम्रो अगाडि हो कि अघिको
भइगयो त हामीले अघि उतै छोडेको थियौँ के अरे ट्याङ्करहरू ट्रकहरू चाहिँ अस्ति स्लो चल्ने क्या अगाडि आएर रमाइलो छ यो गेममा त्यो टर्निङवाला बाटो कटेपछि चाहिँ अलि सिधा बाटो आउँछ यहाँ चाहिँ फेरि पानी चाहिँ अति पर्ने रहेछ है छिनछिनमा पानी परिराख्ने थाहा नै नहुने आफूलाई यहाँ अब हेर्नु न गाइस अघि उकालोमा तान्न सकिरहेको थिएन अब सिधो बाटोमा त रकै टोकै गाडी त सिधै चाहिँ अब सबलाई ओभरटेक हान्नुपर्ने हुन्छ हामीले म चाहिँ यो बसलाई पनि कटाइदिउँ भन्ने सोच्दै थिएँ अगाडिबाट गाडी आएर बच्यो तर अब चाहिँ काट्नुपर्छ काट्यो इजी हो क्या यस्तोहरूलाई चाहिँ ठिक छ साइराले डिपर दियो हामीलाई पारिबाट है यस तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो नि भनिदिनु होला तपाईँहरूलाई राम्रो लाग्यो भने म यस्तो भिडियोहरू फेरि पनि ल्याइराख्नेछु यो लेनमा हिँड्दाखेरि चाहिँ अगाडि भएको गाडीहरूलाई हर्न अथवा यो डिपर बाल्यो भने चाहिँ उनीहरूले साइड छोडिदिने गर्छ हामीलाई
यहाँको लोकेसनहरू चाहिँ गाइज तपाईँले गेम हेर्नुभयो भने एकदम दामी दामी छ क्या। काठमाडौँमा बस्छु, मेरो गाउँ चाहिँ नेपालगञ्ज हो नि त। अनि म नेपालगञ्ज जाँदाखेरि चाहिँ मलाई यस्तै भाइब्सको बाटोहरू आइरहेको हुन्छ क्या, भरिसम्म तराई जस्तो है। कहिलेकाहीँ चाहिँ फेरि डाँडा चढेर र चाहिँ मलाई चाहिँ म आफ्नो गाउँतिर जान आँटेको जस्तो फिल चाहिँ आउँछ। मलाई मात्र होइन, प्रायः नेपालीहरूको त्यस्तै नै हुन्छ। अनि तपाईँहरूलाई नि सायद त्यस्तै फिल भइरहेको होला। तपाईँलाई चाहिँ कहीँ यसरी खेल्दाखेरि चाहिँ रमाइलो लाग्छ कि त्यो माथिबाट हेरेर खेल्दा रमाइलो लाग्छ भन्नुहोस् है। अघि के भन्दै थिएँ भन्दाखेरि तपाईँहरूलाई माथिबाट हेरेर गाडी चलाउन हुन्छ नि, यस्तो गेमहरू गाडीहरूको गेम खेल्दाखेरि त्यसरी रमाइलो लाग्छ कि यसरी म जसरी अगाडि फ्रन्टमा राखेर रियलवाला ड्राइभिङको भाइब्स लिन मजा लाग्छ? प्लिज कमेन्ट गर्नु होला। हाम्रो डेस्टिनेसनमा पुग्न लागिसक्यौँ, धेरै टाढा छैन हाम्रो डेस्टिनेसन। एउटा चोकहरू छ, त्यसपछि अनि हाम्रो बस स्टप आउँछ गाइज। पुगिसकेँ मेरो स्टेसनमा। सी यू गाइज, स्टे ट्युन। फेरि पनि आउनेछु म अर्को ड्राइभिङ भिडियो लिएर। बाई बाई।